सोच्नुहोस् त, एउटा यस्तो मान्छे जसको हातमा केही पनि थिएन, तर उसले एउटा यस्तो सानो गोप्य कुरा थाहा पायो जसले उसको पुरै जिन्दगी केवल 90 दिनमा पुरै बदलिदियो। आज हामी त्यही कथा सुनाउँदैछौँ। उसको अवस्था कस्तो थियो भने पहिलो कुरा उसँग पैसा थिएन, खल्ती पुरै रित्तो। अनि पैसा मात्रै त कहाँ हो र, उसको अगाडि कुनै भविष्य पनि थिएन, कुनै बाटो नै देख्दैन थियो। र सबैभन्दा खराब कुरा, उसले आशा पनि मारिसकेको थियो। तर भनिन्छ नि, जब सब थोक सकिन्छ तब नै केही नयाँ सुरु हुन्छ। उसको जीवनमा पनि त्यस्तै भयो। ल, अब भेटौँ हाम्रो कथाको मुख्य पात्रलाई। उसको नाम हो थोमस, उमेर 32 वर्ष र उनी एक रात्रि गार्ड हुन्। उनको जीवन एउटा यस्तो चक्करमा फसेको थियो जहाँ हरेक दिन उस्तै लाग्थ्यो, पट्यार लाग्दो र निराशाजनक। उसको जिन्दगीको वास्तविकता के थियो भने ऊ राति 8 बजेदेखि बिहान 6 बजेसम्म सुरक्षा गार्डको काम गर्थ्यो। तलब मुस्किलले हातमुख जोड्न पुग्ने, बस्ने ठाउँ एउटा सानो 1 कोठे अपार्टमेन्ट जहाँ पङ्खा बिग्रिएको थियो, ओछ्यान भुइँमा थियो अनि बत्ती पनि झ्याप्प झ्याप्प गर्थ्यो। तर हेर्नुहोस्, यी सबै भौतिक समस्याभन्दा पनि ठुलो समस्या त मनभित्र थियो। म पुरै फसेको छु, यहाँबाट निस्किने कुनै बाटो नै छैन भन्ने भावना। हरेक बिहान जब ऊ कामबाट थकित भएर फर्कन्थ्यो, उसले अरू मान्छेहरूलाई आफ्नो दिनको सुरुवात गरेको देख्थ्यो अनि उसको मनमा एउटा प्रश्नले खोचिरहन्थ्यो, के मेरो जिन्दगी सधैँ यस्तै रहने हो? यो प्रश्नमा उसको सारा निराशा लुकेको थियो। तर एक बिहान एउटा यस्तो घटना भयो जसले सबै कुरा बदलिदियो। त्यो क्षण उसको जीवनको टर्निङ पोइन्ट बन्यो। कारण के थियो त भन्दा अस्पतालमा आफ्नी आमालाई बिरामी अवस्थामा देख्नु। त्यो दृश्यले उसलाई भित्रैदेखि हल्लाइदियो। अहिलेसम्मको उसको जुन स्थिरता थियो त्यो टुट्यो र उसलाई आफ्नो असली अवस्थाको सामना गर्न बाध्य बनायो। हो, त्यही क्षणमा थोमसले मनमनै एउटा निर्णय गर्यो, एउटा कसम खायो। अब पुग्यो, म यो जिन्दगी अब जिउँदिनँ। यो कुनै सामान्य सोच थिएन, यो उसको जीवन बदल्ने प्रतिबद्धताको पहिलो पाइला थियो। र यही दृढ सङ्कल्पपछि थोमसले एउटा निकै सरल तर एकदमै शक्तिशाली रहस्य पत्ता लगायो। भनौँ न, एउटा जादुई समयको ताला खोल्ने चाबी भेट्टायो। आखिर के थियो त त्यो जादुई समय? त्यो थियो बिहान 5 बजेदेखि 7 बजेसम्मको 2 घण्टा। अब यो समय किन यति विशेष? किनभने यो त्यो समय हो जब पुरै दुनियाँ सुतिरहेको हुन्छ, कुनै हल्लाखल्ला हुँदैन, कुनै डिस्टर्बेन्स हुँदैन, बस शान्ति र आफ्नो लक्ष्य। अनि उसले यो 2 घण्टालाई कसरी प्रयोग गर्यो? एकदमै सरल सिस्टम बनायो। पहिलो 1 घण्टा भविष्यको लागि लगानी, मतलब एउटा कुनै नयाँ सिप सिक्ने, अनि दोस्रो 1 घण्टा आफ्नो शरीर र दिमागलाई बलियो बनाउनको लागि। ल, अब हिसाब गरौँ है त, यो सानो बानीले कति ठुलो फरक पार्छ। 1 हप्तामा कति भयो? हरेक दिन 2 घण्टाको दरले 14 घण्टा। सोच्नुहोस् त, हरेक हप्ता 14 घण्टा अतिरिक्त समय। अनि 1 महिनामा यो समय बढेर 60 घण्टा पुग्छ। 60 घण्टा भनेको त दिनमा 8 घण्टा काम गर्ने मान्छेको लागि लगभग 7.5 दिनको अतिरिक्त काम बराबर हो। कस्तो गजबको कुरा, होइन त? र अब हेरौँ 1 वर्षको जादु। 1 वर्षमा उसले आफ्नो जीवनमा 730 अतिरिक्त घण्टा जोड्यो। 730 घण्टा भनेको के हो थाहा छ? यो भनेको हरेक वर्ष आफ्नो जिन्दगीमा उत्पादकताको लागि पुरै 3 महिना थप्नु जस्तै हो। यो हो त्यो सानो बानीको ठूलो शक्ति। तर सुन्दा जति सजिलो लाग्छ, यो यात्रा त्यति सजिलो पक्कै थिएन। यो नयाँ बानी बसाल्ने बाटो निकै कठिन थियो, तर त्यसको फल भने असाध्यै मिठो थियो। उसको 90 दिनको यात्रा यस्तो थियो। पहिलो हप्ता त नभनौँ पुरै नरक जस्तै थियो। शरीर दुख्ने, दिनभरि निद्रा लाग्ने, तर उसले हिम्मत हारेन। लगभग 20 दिन पुग्दा उसको शरीरले पनि बानी पार्न थाल्यो। अलार्म नबज्दै आफै बिउजिन थाल्यो। दोस्रो महिनासम्ममा उसले एउटा नयाँ र काम लाग्ने सिप सिकिसकेको थियो। अनि 87औं दिनमा उसको निरन्तरताले चमत्कार नै गर्यो। उसले आफ्नो मालिकलाई प्रभावित पार्यो र नतिजा पदोन्नति, दिनको जागिर र तलब पनि दोब्बर। अब 1 वर्षपछि थोमसको जीवन कस्तो भयो होला? आउनुहोस् हेरौँ त्यो बदलिएको वास्तविकता। यहाँ हेर्नुहोस् त, पहिले र पछि कति फरक छ। जो हिजो रातिको सुरक्षा गार्ड थियो, ऊ आज प्रमुख लेखापाल बनेको छ। जो एउटा सानो भाडाको कोठामा बस्थ्यो, ऊ आज एक राम्रो घरमा बस्छ। पहिले आमा गाउँमा हुनुहुन्थ्यो, आज उहाँ सँगै बस्नुहुन्छ। तलब त दोब्बर भइ नै हाल्यो।
यो सबै उसको त्यही 90 दिनको निरन्तरताको फल थियो। तर यी सबै परिवर्तनको बीचमा एउटा कुरा भने कहिल्यै बदलिएन। त्यो के हो भने ऊ अझै पनि बिहान 5 बजे नै उठ्थ्यो। यसले के देखाउँछ भने त्यो बानी उसको लागि सफलता पाउने एउटा माध्यम मात्र थिएन, यो त उसको जीवनशैली नै बनिसकेको थियो। त्यसो भए थोमसको यो कथाबाट सबैभन्दा ठूलो पाठ के सिक्न सकिन्छ त? उसले आफ्नो अनुभवबाट एउटा गहिरो कुरा सिक्यो। सफलता कुनै गन्तव्य होइन, यो त दैनिक अभ्यास हो। मतलब सफलता भनेको कुनै पहाडको टुप्पोमा एकपटक पुग्नु मात्र होइन, बरु त्यो टुप्पोमा पुग्नको लागि हरेक दिन गरिने सानो सानो प्रयास हो। र यो कथाले हामी सबैलाई दिने सबैभन्दा शक्तिशाली सन्देश यही हो, जीवन बदल्न सकिन्छ, तर त्यसको लागि भोलि वा पर्सि वा कुनै दिन कुर्नु पर्दैन। सुरुवात त भोलि बिहानबाटै हुन सक्छ। अन्त्यमा यो कथाले एउटा गहिरो प्रश्न छोडेर जान्छ। भविष्य त्यो अलार्मको अर्कोपट्टि पर्खिरहेको छ। अब प्रश्न यति हो, त्यो अवसर समात्न कोही उठ्छ कि उठ्दैन?